माग्ने भगवानसँग त एउटै कुरा माग्थे, अवसर मिलोस् माग्ने भगवानसँग त एउटै कुरा माग्थे। एकपल्ट छुन देशको बतास, आमाको काखमा ढुकुटिन परदेशबाट। आज हामी आमा विशेष अवसर पनि मनाइरहेका छौँ। आज माता तीर्थ औँसीको दिन हामी परदेशमा छौँ, घर देशमा हाम्रो आमाहरू हामीलाई सम्झिरहनु भएको छ। त्यसैले एकपटक चाहिँ हामी सबैजनाको तर्फबाट हामी सबैको आमाको लागि हामी सबैजना मिलेर प्रेम पठाउँ। त्यो प्रेम चाहिँ केबाट पठाउँ भने सबैजनाले जोरदार ताली बजाएर पठाउँ। सबैजनाले एकपटक जोरदार ताली बजाइदिनु होला। गीत सङ्गीत नृत्य सँगसँगै हामी साहित्यिक माहौलमा पनि छौँ। धेरैजनाले कविताहरू सुनाइरहनु भएको छ, गजल सुनाइरहनु भएको छ। नागोयादेखि पनि आउनुभएको थियो हामीलाई मनोरञ्जन दिलाउनको लागि। र अब चाहिँ टोकियोदेखि आउनुभएको छ एउटा एकदमै साहित्यिक व्यक्तित्व, जुन व्यक्तित्वले चाहिँ प्रवासमा बसेर नेपाली कला र साहित्यलाई अगाडि लैजानको लागि निकै ठुलो योगदान दिइरहनु भएको छ भन्छु म। अनेसास जापान च्याप्टरका निवर्तमान अध्यक्ष र अनेसास केन्द्रीय सचिव, जो चाहिँ विगत 1 दशकदेखि जापानलाई चाहिँ आफ्नो कर्मथलो बनाएर बसिरहनु भएको छ र नेपाली कला संस्कृति साहित्यलाई जापानमा चिनाउनको लागि चाहिँ एकदम ठुलो भूमिका निभाइरहनु भएको छ। तपाईँ हामी माझमा जोरदार तालीले स्वागत गरौँ भनेर यहाँ आमन्त्रण गर्न चाहन्छु रबिन शर्माज्यूलाई। सबैजनाले एकचोटि जोरदार ताली बजाएर उहाँलाई स्वागत गरौँ। उहाँको हातमा एउटा पुस्तक पनि छ। हामीले केही समय अगाडि मात्रै पनि उहाँको पुस्तक विमोचन गरेका थियौँ, देउता बनाउने कारखाना। अब चाहिँ हामी सबैजना मिलेर रबिन शर्माजीलाई सुन्छौँ। एकपटक फेरि सबैजनाले टोकियोदेखि आउनुभएको हाम्रो रबिन शर्माजीको लागि चाहिँ जोरदार ताली बजाइदिनु होला। थ्याङ्क यू सो मच विनिसाजी। नमस्ते, सन्चै हुनुहुन्छ? तपाईँहरूको आवाज सुनिरहेको छु। हिजोबाट यही वरिपरि हामी छौँ, तपाईँहरूको नजिक हामी पुग्ने जमर्को गरिरहेका छौँ। आवाजको माध्यमबाट सुन्दर तरिकाले कार्यक्रम चलाउनु हुने आदरणीय सर्जकहरूप्रति, आदरणीय सञ्चारकर्मी साथीहरूप्रति हार्दिक नमन टकाउन चाहन्छु। र म मेरा केही कविताहरू तपाईँहरूलाई सुनाउँछु। मसँग 10 मिनटको मात्र समय भएको हुनाले यतापट्टि लाग्छु। म मेरो टेक्निसियन मित्रलाई धुन प्ले गरिदिनुको लागि अनुरोध गर्छु। थोरै सानो म्युजिकको सानो हजुर। बाको दुःख फेरि देखिन्छ म त जान्न आमा, बाको दुःख फेरि देखिन्छ म त जान्न आमा, पसिना र भैँस बेचिन्छ म त जान्न आमा। बाको दुःख फेरि देखिन्छ म त जान्न आमा, पसिना र भैँस बेचिन्छ म त जान्न आमा। परदेश बस्ने बेला सन्तान हुँदै निकै साहित्यिक अनुरागी मनहरू, निकै साहित्यलाई माया गर्ने, नेपाल फेस्टिभललाई माया गर्ने आदरणीय व्यक्तित्वहरूलाई यहाँ पाएका छौँ। त्यो मञ्च तपाईँ हामी सबैको मञ्च, सबै नेपालीको मञ्च, सबै जापानिजको मञ्च बनेको छ। एकपल्ट कृपया आफूले आफ्नो लागि ताली बजाइदिनुहोस्। मैले सुनाउने अर्को कविता रहेको छ पाहुना शीर्षकको कविता। ससाना बाबु नानीहरू आएर मनोरञ्जन गर्न खोज्दा आफ्नै छोरी नजिक आएर मलाई ढल्जाले हम्किए जस्तो महसुस भइरहेको छ। मैले सुनाउने एउटा कविताको शीर्षक छ पाहुना। आगो भरभराउँदा काग कराउँदा पाहुना आउँछन् भन्नुहुन्थ्यो आमा। आगो भरभराउँदा काग कराउँदा पाहुना आउँछन् भन्नुहुन्थ्यो आमा। म एक तसले बाटो आउनु बाटो हेर्थेँ। आजकल आमा मलाई सम्झनुहुन्छ। परदेश बसेपछि आफ्नै सन्तान पनि घरलाई पाहुना लाग्दो रहेछ। उहिले बालाई पाहुना सम्झने म आजभोलि म आफै आफ्ना सन्तानको लागि पाहुना भएको छु। उहिले
बालाई पाहुना सम्झनेर आजभोलि म आफै आफ्ना सन्तानको लागि पाहुना भएको छु। धन्यवाद। मेरो अर्को कविता रहेको छ। मेरो अर्को कविता रहेको छ जाने कहाँ होला। हतारमा देख्छु संसारका मान्छे खै कता जाने हो। हतारमा देख्छु संसारभर मान्छे खै कता जाने हो। उसले नै रोटी मैले नै रोटी एकै गाँस खाने हो। बगेर जान्छ खोलीको पानी समुद्र मिसिन्छ। बगेर जान्छ खोलीको पानी समुद्र मिसिन्छ। नभोली एक ठाउँ जमेर बसे सम्बन्ध चिसिन्छ। रुखले दियो तिमीलाई छाया जराको भरमा। रुखले दियो तिमीलाई छाया जराको भरमा। जरा भई सन्तान उडेर बस्छन् बाआमा घरमा। त्यही रुखको एक पात उडी जाउँ भन्छ परदेशको माटोमा। त्यही रुखको एक पात उडी जाउँ भन्छ परदेशको माटोमा। फर्किन्छ कि त हराउँछ कुन्नी उतैको बाटोमा। बोकेर ल्याए त्यो खाली गाग्री दुःखले भरियो। बोकेर ल्याए त्यो खाली गाग्री दुःखले भरियो। मेरा नि केही थान सपना थिए पोते झैँ छरियो। मेरा नि केही थान सपना थिए पोते झैँ छरियो। हिँडेको बाटो पाइलाले भेट्छ पाइलाकै गिन्ती हो। हिँडेको बाटो पाइलाले भेट्छ पाइलाकै गिन्ती हो। म जाने बाटो देखाइदियो दैव यो मेरो गिन्ती हो। म जाने बाटो देखाइदियो दैव यो मेरो गिन्ती हो। धन्यवाद। आज आमा औँसीको दिन पनि छ। माता तीर्थ औँसीको यहाँहरू सबैलाई शुभकामना। आमालाई फोन गर्नुभयो होला। आमासँग बिताएका पलहरू सम्झनुभयो होला। तपाईँहरूको आमा आज नेपालमा एउटा टेलिफोनको प्रतीक्षामा हुनुहुन्छ होला। तपाईँको काकी तपाईँको हजुरआमा तपाईँको दिदी सबैलाई आमा औँसीको शुभकामनासहित म यहाँबाट बिदा हुन चाहन्छु। नमस्कार। तपाईँहरू सबैको दिन शुभ रहोस्। जय नारायण जय नेपाल। नमस्कार।